डायग्रामबाट पढाउँछ है, यो डायग्रामबाट पढाउँछ। अनि अलिकति सजिलोको लागि मैले यो राखेको, योभन्दा त यही बुझिन्छ बुझिन्छ होइन। अनि यसरी हामीले पढ्यौँ, अघिल्लो हप्ता यसरी पढ्यौँ। त्यो अहिले जस्तो चित्र भयो है, यहाँबाट यसरी सुरु गरेर यहाँबाट सकिने। अब हामीले नोटमा के लेख्ने भन्दाखेरि लङ्स मेरिटमा 11वटा पोइन्ट हुन्छ। यो यहाँबाट सुरु गरेर पुर्याउन सिद्धिन्छ भनेर लेख्नु भयो भने तपाईँलाई सजिलो हुन्छ। यो फोटो खिच्ने आफ्नो नोट बनाइहाल्ने हुन्छ। यस्तै खालको क्लास पछि सधैँ उयो होला भन्न सक्दिनँ, किनभने कम्पनीले ठुलो लगानी गरेको छ हामी सबैको लागि होइन। कम्पनी पनि स्टार्टिङ फेजमा, हामी पनि स्टार्टिङ फेजमा होइन। अनि अब तपाईँको पछि गएर यो सम्भव नहोला, तपाईँहरू काम पुग्नु होला, म पोखरा पुगाउनु। अब यसरी हप्तै पछि क्लास गर्ने समय त थोरै समय मान्छ। सायदै हामी यो दसैँभन्दा यतासम्ममा यो सबै सक्नुपर्छ। 12 हप्ता चाहियो, 2 हप्ता आज जानकारी, अब 10 हप्ता छ होइन। र यो खाका फोटो खिचेर यो कुराहरू पनि चाहिँ सकिन्छ। अनि फेरि यहाँले नोट गर्नुभयो भने स्पेसल गरेर B10 को फर्स्ट ब्याच र सेकेन्ड ब्याचको लागि धेरै इम्पोर्टेन्ट, किनभने भोलि हामी बाहिर जाँदाखेरि तपाईँले यो क्लास दिनु पऱ्यो, हो कि होइन? जोरदार ताली। अनि यो अघिल्लो हप्ता हामीले पढेको यो पढ्यौँ होइन। यो पनि अब यो PDF-हरू अथवा यो फाइलहरू तपाईँले लान पाउनुहुन्छ। यतापट्टि छ हाम्रो सरसर हुन्छ, उहाँ त्यही हुन्छ। तपाईँलाई कुन कुन कस्तो खालको चाहियो तपाईँले स्लाइड मात्रै पनि WhatsApp-मा हाल्न सक्नुहुन्छ, यस्तो खालको छ। अनि यो हामीले अघिल्लो हप्ता पढेको हो, त्यसलाई अझै बढी क्लियर पार्नको लागि तपाईँलाई यसरी गरेको स्पन्ज यसरी भयो। अनि अब यो कुराहरूले एक एक गरेर पढ्यौँ किन होइन, यसरी पढ्यौँ नि कि अब एक नम्बर पोइन्टले के काम गर्छ भनेर पनि यसरी पढ्यौँ, 2 नम्बरले के गर्छ भनेर पढ्यौँ, 3 नम्बरले के गर्छ भनेर पढ्यौँ। यो त तपाईँको एकदमै राम्रो क्लास हो। यतिखेर अब म पनि मेहनत गर्दैछु होइन, तपाईँलाई यो चिज चाहिएको छ, एकदम राम्रो म्याचिङ भइरहेको छ। अनि हाम्रो यहाँबाट सुरु भयो 1 2 3, यसै गरेर 4 5 6 7 8 9 10 11 गरेर हामीले अस्तिको हप्तामा यहाँ आएर सकेका छौँ। अब हामी आजको क्लास होइन म्याक्सिमम 45 मिनट म्याक्सिमम त्यो अगाडि नै सकिन्छ। र के को विषयमा कुरा गर्न गइरहेको छौँ हामी, कुन चाहिँ मेरिडियन, लार्ज इन्टेस्टाइन, ठुलो आन्द्राको मेरिडियनको विषयमा कुरा गर्न गइरहेको छौँ। लार्ज इन्टेस्टाइन मेरिडियन। अब ठ्याक्कै यति फोटो खिच्दाखेरि खिच्नुहोस् तपाईँहरूले होइन, ठ्याक्क फोटो खिच्नुहोस् अनि ध्यान चाहिँ यता एकचोटि खिच्ने हेरेर खिचेको खिचे नभने एकचोटि खिच्ने अनि ध्यान दिने। यो किन भन्दाखेरि यो WhatsApp-मा हाल्दाखेरि तपाईँको यो के छ भन्दाखेरि यो नेपाली अक्षरहरू चाहिँ आउँदैन, त्यो धेरै कुराहरू मोबाइलमा मिलाउनुपर्छ अनि मात्रै आउँछ। नत्र नर्मल मोबाइल नमिलाइकन यो नेपाली आउँदैन। यो नेपाली नआएपछि अब इङ्ग्लिसमा मेसो नहुँदाखेरि यो कुराहरू क्लियर हुँदैन। अनि फोटो खिचेर यो तपाईँले डायरीमै बनाउनुपर्छ, डायरीमा ठ्याक्कै बनाउनुपर्छ। डायरीमा के लेख्नु भन्दा यही फोटो हुन्छ त्यही सार्ने त हो नि, बुझ्यो नि बुझ्नु नबुझ्यो नि बुझ्नु, तर कुरो सार्नु है। अब पढ्दै जाँदा भोलि पर्छ त्यही भनेर फेरि पाना पल्टाउन पाइयो नि, अहिले डायरी बनायो भने त पाना यस समय उठौँ भनेर तपाईँको लाग्नमा समस्याको सङ्केत हुन सक्छ। यो पनि अघि भनेको जस्तो यो हामी 5 देखि 7 बजीसम्ममा उठिसकेको हुनुपर्छ। 1-2 गिलास मनतातो पानी, यो बडी टेम्परेचरवाला पानी, मनतातो पानी खाएर हामी यताउति एक्सर्साइज हल्का गर्ने बित्तिकै सर्लक्क टोइलेट आइहाल्छ। अनि हिजो खाएको खानाहरू आज हाम्रो पेटमा हुनै हुँदैन, पेट पुरै खाली हुन्छ होइन। हिजो खाएको खाना पनि आज भयो भने त्यो मिसिएर ककटेल के रहेछ अहिले ककटेलको कुरा आएको त्यस्तो हुन्छ। अब त्यो त अब विज्ञ बन्न पर्ने हुन्छ हेर्नुहोस् होइन। त्यो गर्नुभन्दा 2 गिलास पानी खाने, अलिकति हिँड्ने, सट्टै बाहिर गइहाल्छ अनि नयाँ खाना भने है। बिहान 5 देखि 7 बजे उठ्नु तपाईँको मानसिक र भावनात्मक स्वास्थ्यको लागि लाभदायक हुन सक्छ। तपाईँको शरीरबाट विशिष्ट पदार्थ बाहिर निकाल्ने समय हो, तसर्थ यो समयमा तपाईँ सामान्य व्यायाम पनि गर्न सक्नुहुन्छ। यति राम्रो कुराहरू राखिएको छ है, केही गर्नु परेन। यतिखेर उठेर हामीले मनतातो पानी 2-4 गिलास खाएर गऱ्यो भने त्यतिखेर तपाईँले 10 गिलास खाँदा केही फरक पर्दैन, तर एटलिस्ट 2 गिलास खानु, बिस्तारै बिस्तारै खानु, भटभट नखानु, बिस्तारै बिस्तारै खानुहुन्छ। खास पानी खाने तरिका त हरेक घन्टा 1 गिलास पानी हुन्छ। तपाईँलाई लोड पनि परेन होइन, कतिपय मान्छेको खाने बानी छैन, कराएर खाने त लोड त खादिहाल्छ
त्यस्तो हुन्छ होइन। अनि हरेक घन्टा 1 घन्टा र 1 गिलास पानी चुप्पो खानु त केही फरक परेन। त्यसरी हामी 8 घन्टामा 8 गिलास पानी खान्छौँ भने हाम्रो शरीरलाई मिनिमम तपाईँको पानीको मात्रा पुग्छ, मिनिमम पानी हुन्छ। अब कन्स्टिपेसनहरू पाएछ भने त अझै धेरै हुन्छ, किनभने कुरा आउँदा पुरै ड्राई हुन्छ अनि ठुलो आकारमा पानीको मात्रा भएन भनेदेखि अनि हामीले खाएको खाना सानो आकारमा त यहाँबाट जोडिने हो नि त, यसरी जोडेर यसरी सधैँ गरेर बल्ल बाहिर जान्छ। अब पानीको मात्रा भएर भने यहाँभित्र तपाईँको ड्राई सिड हुन्छ, ड्राई सिड त यस्तो उकालो ओह्रालो यसरी घुम्नै सक्दैन। तपाईँको ड्राई सिडहरू त बोरामा हालेर गर्दा त बोरामा अड्किन्छ होइन। अब यो त आन्द्रामा, यहाँ त पानी तपाईँको आन्द्रा त एकदमै मोइस्चराइज हुनु पऱ्यो कि, एकदमै पानीको मात्रा बढी भएको जहाँ पानी भएको हुनु पऱ्यो। अनि तपाईँले खाएको खानाहरू बरु अगाडि सर्छ। यदि सरेन भनेदेखि तपाईँको के छ, फेरि मेडिकलमा गएर छुट्टै के खानु पऱ्यो, औषधि खानु पऱ्यो। त्यो औषधि गर्ने काम पनि त्यही हो। अब त्यहाँ के छ भने आफ्नो शरीरमा तपाईँको ठुलामा पानीको मात्रा हुँदैन, अनि औषधि खायो भने हाम्रो शरीरमा त पानी छ होइन, पानी छ नि त। त्यो शरीरमा भएको पानी सबै त्यो औषधिले आन्द्रामा ल्याएर हाल्छ र फल्न लाग्दैन। अब त के कामको लागि राखेको पानी अब यहाँ दिशा लगाइराखेपछि बिग्रिन होइन, शरीरले त आफ्नो कामको लागि राखेको हो नि। त्यो औषधि खाएर अब यो आन्द्रामा पानी आउँछ अनि तपाईँको दिशा राम्रो भएपछि अब त्यो पानी खानु राम्रो सबभन्दा राम्रो होइन। तर यो वैज्ञानिक बुझेपछि हामी गर्छौँ भने सिम्पल छ। र अब यो तुलान्द्राको पोइन्टहरू चाहिँ हाम्रो यस्तो भएको छ। यो तुलान्द्राको पोइन्टहरू कतिवटा छ भने चाहिँ हामीको 20वटा छ। यो तपाईँको कहाँ छ, चोरियमलाबाट सुरु हुन्छ। फोक्सोको यहाँबाट सुरु भएर यहाँ गएको थियो भने अब ठुला आन्द्रा चाहिँ चोरियमलाबाट सुरु भएर हाम्रो यो नाकसम्म, नाकको भागसम्म छ ठुला आन्द्राको पोइन्ट है। अनि हजुरले नोट गर्दाखेरि ठुला आन्द्राको मेरिडियन, लार्ज इन्टेस्टाइन मेरिडियनको 20वटा पोइन्ट यो चोरियमलाबाट सुरु भएर यहाँ गएर सकिन्छ भनेर लेख्नु, एउटा फोटो खिच्नु अनि तपाईँहरूलाई नोट बनाउन सजिलो हुन्छ। र हामी अब अगाडि बढ्छौँ। यो फोटोहरू ठिक छ, खिच्दै गर्दा हुन्छ, अरू पनि आउँछ। अर्को फोटो यो भयो, हेर्नुहोस् यो पछाडिबाट पनि क्लियरै देखिएको छ होला, छैन? फेरि अगाडि मैले देखाउँछु, पछाडिबाट नदेख्दा नि समस्या, एकदम मजाले क्लियरै देखाएको छैन। यो चोरियमलाबाट यसरी सुरु भएर गयो, यहाँ गएर सक्यो, यहाँ 1 नम्बर हो भने यहाँसम्म पुग्दाखेरि 20वटा ल 20वटा। अनि यो चाहिँ कुन मेरिडियन भन्दाखेरि ठुलो आन्द्राको मेरिडियन, लार्ज इन्टेस्टाइन मेरिडियन होइन। अनि यसो यो अघि हामीले के छ, फोक्सोको अघिल्लो हप्तामा यसरी 1 2 3 गरेर गएका छौँ। यसमा तपाईँको 20वटा पोइन्ट मध्ये यो एलआई भनेको लार्ज इन्टेस्टाइन 1 2 3 4 5। अनि हामीले छोटो तरिकादेखि होइन, पढेको जस्तो पनि नहोस् अनि सम्झाउने पनि होस् होइन, यो भनेर छोटो तरिकाले राखेको छ। जस्तै यसलाई चाइनिजमा साङयाङ भनेर भन्छ होइन, यसलाई 1लाई साङयाङ पोइन्ट भनेर भन्छ। क्लियर हिट एन्ड रिलिफ सोर थ्रोट, अत्याधिक गर्मी र छातीको दुखाइ कम गर्नको लागि यो पोइन्ट प्रयोग गरिन्छ। यो पोइन्ट प्रयोग गरिन्छ भने कुन चाहिँ पोइन्ट हाम्रो यो चोरियमलाको यो पोइन्ट होइन त, यो पोइन्ट चोरियमलाको यो पोइन्ट होइन हजुर। अनि यसै गरेर हाम्रो के छ, दोस्रो नम्बर इर्जियन भनेर भन्छ साइनिजमा यो पोइन्टलाई। यसको काम के, टुथ एक अनि नोज ब्लिड होइन, आई पेन। अब दाँत दुख्दाखेरि अनिखेरको यो नाति फुट्ने हुन्छ नि होइन, हो त्यतिखेरको लागि अनिखेर आई पेन, आँखा दुख्यो हुन्छ मान्छे, त्यतिखेर हामीले यो पोइन्टलाई टिप्ने हो भने यो कुरो सजिलो हुने रहेछ। अनि यसलाई फेरि लार्ज इन्टेस्टाइनको 3 नम्बर पोइन्ट। अनि सान्जियन भनेर भन्छ यो पोइन्टलाई, चाइनिज भाषामा सान्जियन भनिन्छ। क्लियर गम्स, हिट एन्ड स्वेलिङ थ्रोट। अब यो हाम्रो बिराहरू पाक्छ होइन, सुनिन्छ होइन, त्यसको लागि अनि घाँटीहरू पनि यो गला पनि अलिकति समस्या पऱ्यो भने यो अलिकति मोटो सुनिन्छ होइन। अनि त्यसको लागि अब हामीले यो औषधि खान भनेन नि त्यसले, तपाईँले यो पोइन्टमा खेल्नु भने अब पैसा नि लागेन, हात आफ्नै छ, ठक्क खेल्ने, पिएचडी छ भने के छ भने थेरापी गर्ने। अनि अकुलाइज छ भने अकुलाइजले यो 3 नम्बर पोइन्टमा यसरी हामीले
बिरामी गऱ्यो भनेदेखि यो कुराहरू राम्रो हुने भयो। अनि यसै गरेर 4 नम्बरको कुरामा हेगु भन्छ, यो चाहिँ धेरै इम्पोर्टेन्ट पोइन्ट हो। यो पोइन्ट चाहिँ तपाईँको यहाँनिर जस्तै यहाँबाट एउटा हड्डी यहाँ आउँछ अनि पुर्याउनको हड्डी यहाँ आउँछ, ठ्याक्कै यहाँनिर एउटा खाल्डो हुन्छ। यो खाल्डो चाहिँ तपाईँको हेगु भन्ने पोइन्ट चाहिँ चाहिने भनेलाई हेगु भनेर भनिन्छ। रिलिफ हेडेक, टाउको दुख्दाखेरि नि यो पोइन्टमा थिच्ने है। अनि दाँत दुख्दाखेरि पनि भयो। अनि बडली पेन, शरीर जुन दुख्ने समस्या भयो भने नि हामीले यो पोइन्टमा थिच्यो भनेदेखि राम्रो हुन्छ। अनि यसलाई खाए अनि एनसी अझ चाहिने भने कस्तो मजाले त्यो बोली मिठो एनसे भन्छ कि उनीहरू से, हामी चाहिँ सी भन्छौँ होइन, अनि उनीहरू एनसे भन्छ होइन। अनि यो यसलाई खाए चाहिँ एनसी पोइन्ट हो चाइनिज भाषामा। अनि सिम्टम चाहिँ के भयो भन्दाखेरि सिम्टम अफ सोर थ्रोट, यो डबल परेको चाहिँ सोर थ्रोट एन्ड रिस्ट पेन भनेको नारीहरू दुख्ने, हात दुख्यो भने मान्छे त्यतिखेर हामीले यसलाई खाए भनेको चाहिँ हामीले यहाँनिर भन्दा यो पोइन्टलाई यो हेगुभन्दा माथितिर गएर हामीले खिच्यो भनेदेखि यस्तो दुखाइहरूलाई पनि कम गर्ने भयो। यो कतिवटा पोइन्ट छ? 20 अहिले हामी 5वटा सक्यौँ होइन, अब 15वटा है, त्यो सकिन्छ। हाम्रो निर्धारित समयभित्रै सकिन्छ। एलाइसिस होइन,